प्रस्थानको पुस्तक अध्याय 7। तब परमप्रभुले मोसालाई भन्नुभयो, हेर, मैले तँलाई फारोको निम्ति ईश्वर तुल्य बनाएको छु र तेरो दाजु हारुन तेरो प्रवक्ता हुनेछ। म जे तँलाई हुकुम गर्नेछु तैले त्यही बता र तेरो दाजु हारुनले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भनी फारोलाई भन्नेछ। तर म फारोको हृदय कठोर गराइदिनेछु अनि मेरा चिन्हहरू र आश्चर्य कर्महरूको संख्या मिश्रमा बढाउनेछु। तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्ने छैन। तब म आफ्नो शक्ति मिश्रमाथि देखाउनेछु र ठुलो इन्साफ गरिकन म मेरा दलहरू अर्थात् मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु। जब म मिश्रमाथि आफ्नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु। मोसा र हारुनले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभए बमोजिम तिनीहरूले गरे। फारोसित कुरा गर्दा मोसा 80 वर्षका र हारुन चाहिँ 83 वर्षका थिए। लहुरो साँप बनेको। तब परमप्रभुले मोसा र हारुनलाई भन्नुभयो, फारोले तिमीहरूलाई कुनै आश्चर्य कर्म देखाऊ भन्दा तैले चाहिँ हारुनलाई भन्नु, तपाईको लहुरो लिएर फारोको सामु फ्याँकिदिनुहोस् र त्यो साँप बन्नेछ। तब मोसा र हारुन फारो कहाँ गएर परमप्रभुले आज्ञा गर्नुभए बमोजिम गरे। हारुनले आफ्नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्ने फालिदिए र त्यो साँप बन्यो। तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइ पठाए र ती मिश्रका जादुगरहरूले पनि आफ्नो गोप्य सिपले त्यसै गरे। हरेकले आफ्नो लहुरो फाल्यो र त्यो साँप बन्यो। तर हारुनको लहुरोले उनीहरूका लहुरालाई निल्यो। तर फारोको हृदय कठोर भयो र परमप्रभुले भन्नु भए अनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्। रगतको विपत्ति। तब परमप्रभुले मोसालाई भन्नुभयो, फारोको हृदय कठोर भएको छ, त्यसले मानिसहरूलाई जान दिँदैन। त चाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्यस कहाँ जा, नील नदीको किनारमा त्यसलाई भेट्न उभिरहनु र त्यो साँप बनेको लट्ठी पनि हातमा लैजा। त्यसलाई यसो भन्नु, परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई यसो भनेर तपाईँ कहाँ पठाउनु भएको छ, मेरा प्रजालाई उजाड स्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैले अहिलेसम्म मानिनस्। यसकारण परमप्रभु भन्नुहुन्छ, म परमप्रभु हुँ भन्ने कुरा तैले यसरी थाहा पाउनेछस्। हेर, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले रिकाउने छु र त्यो रगत बन्नेछ। अनि नदीका माछा मर्नेछन् र नदी साह्रै गनाएको कारण मिश्रीहरूले त्यसको पानी खान सक्ने छैनन्। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, हारुनलाई भन्, तपाईको लहुरो लिएर मिश्रमा जति पानी छ अर्थात् खोला, कुला र पोखरीका पानी रगत भइजाउन् भनी ती सबैमाथि तपाईको हात पसार्नुहोस् अनि तिनीहरू रगत हुनेछन्। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घडाहरूको पानी समेत रगत हुनेछ। तब मोसा र हारुनले परमप्रभुको आज्ञा बमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्मै पानी रगत भइहाल्यो। नील नदीका माछाहरू मरे र नदी गनाउन लाग्यो र मिश्रीहरूले नदीको पानी खान सकेनन्। मिश्रको सबै पानी रगत भयो। तर मिश्रका जादुगरहरूले पनि आफ्ना गोप्य सिपद्वारा त्यसै गरे। अनि परमप्रभुले भन्नु भए झै फारोको हृदय कठोर भयो
र उनले तिनीहरूका कुरा सुनेनन्। तब फारो फर्केर आफ्नो महल गए अनि उनले यस कुराको ख्यालै पनि राखेनन्। सारा मिस्रीहरूले नीलको वरिपरि पानीको लागि खन्न लागे, किनभने नील नदीको पानी खान सकिँदैन थियो। परमप्रभुको प्रहार नदीमाथि 7 दिन रह्यो।